ल साथीहरू, आज हामी सबै मिलेर यो दुवाली फर्काउन जान लागेको। यसरी दुवाली फर्काउन जाँदा यो पाइप लिएर गयो भने एकदम सजिलो हुन्छ पानी काट्नको लागि, किनकि कुनै ठाउँमा पानी काट्न सकिन्छ, कुनै ठाउँमा काट्न सकिँदैन। त्यही कारणले गर्दा हामीले सबै पाइप बोकेर जाँदैछौँ। पाइप बोकेर गयो भने पानी काट्नलाई एकदम सजिलो हुन्छ। त्यही कारणले गर्दा हो। हामी लगभग कति 7-8 जना छौँ। हेरौँ अब के कति पाउँछ कि पाउँदैन, म तपाईहरुलाई देखाउने छु। अन्तिमसम्म हेरेर लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नु होला साथीहरू। यो हो हाम्रो स्वास्थ्य चौकी र यो हो हाम्रो राष्ट्रकवि माधवप्रसाद घिमिरेको शालिग। किन अब हामी तल खोलातिर लाग्यौं। खोलामै ल हामी हिँड्दै गरौँ। कोही यहाँ तल पुगिसक्यो, कोही यहीँ छ। यस्तो बाटो डेन्जर चिप्लो छ यार। अघि नै 2टा पाहा समातिसक्यौँ, अब कतिवटा पाहा समात्ने हो यहाँबाट तल खोलामा पुग्ने बेलासम्म। सिधै ओह्रालो रहेछ नि त यहाँ त। ओइ रुख त यो छ नि त यहाँ। यहाँ त पोहोर मारेको। ल यसमा पोहोर मारेको हो। ए फाइनल्ली आइपुग्यो हामी यहाँ। यहाँहरू ओहो यो नि डेन्जर गहिरो रहेछ नि त। हो त्यहाँ माथिको फोकेमा गर्दा फोके अनि 120 थियो। नाउ फोके क्यामेराम्यान नि फोके। सबभन्दा यतानिर चाहिँ पाउनुहुन्छ कि त्यो उसलाई चाहिँ भिडियो लेख्नु पनि आउँछ कति लाग्यो। हेलो 1 2 3 यहाँ फर्मको चाहिँ दामी कानेर होल्ड गर्नु ल। पानी खालेको यहाँ चाहिँ हाम्रो अब पानी फाल्ने कार्यक्रम सुरु भइसक्यो। यहाँ सबै मिलेर काम गर्नुभएको छ। यहाँ पानी हेरेको छ। कान्छाको हो यो। अब यहाँ छ माछा। अघि यो ठ्याक्कै यहाँसम्म थियो पानी, अहिले घटेर यहाँ पुगिसक्यो। पानी यहाँबाट पाइप लगाएर सरर यहाँ झारेछ हामीले। अनि यो रा मात्र फाल्न निकाल्नलाई टक्क यहाँ पानी फाल्दैछ। अब यो रुवा निकालिसकेपछि ठ्याक्कै यो तारेकै रुवा नि निकाल्ने हो। त्यसपछि त्यो माथिको रुवा यहाँ छ। भुडी प्याक, सिस प्याक होइन, भुडी प्याक। सिले ओ सिले सिलभ त्यहाँ चाहिँ यहाँ जुन छ नि, यहाँ चाहिँ यस्तो खोप्चेम भित्र पसेको छ कि लाइक यहाँबाट यस्तो भित्र पसेको छ अनि त्यहाँनिर चाहिँ यत्रो ओडार छ कि भित्र पसेको छ अनि खप्प परेको छ। यहाँ पानी फाल्ने क्रम चलिरहेको छ, तर यहाँ चाहिँ बाबाले यो भर्खर नापेर आउनुभयो। यति भनेको त धेरै गर्ने। हामीले चट्ट यो पाइप सेप ल्याएर त्यहाँबाट पानी यता सारेर गर्न खोजेको हो। एक्सिडेन्ट छोराहरू यहाँ यसरी पाइप, त्यो पाइप यसरी ल्याएर यहाँबाट पानी फाल्ने क्रम हो। यो चाहिँ खिराको बिख थिचेर हाल्दैछौँ। अब यसरी थिचेर हालेपछि लगभग 5 to 10 मिनटको भित्रमा त्यहाँबाट माछाहरू फेरि यस्तो लागेर रक्सी लागे जस्तो भएर निस्किन थाल्छ। त्यही कारणले हामीले खिरा थिचेर हाल्दैछौँ अहिले। भनेर आगे पानी लिएर सफा पानी लिएर सुई
यो कुनामा घुस जस्तो लाग्यो भाग्यो नि तिमीले छाक आइसक्यो त्यो मात्र ल सामान त पर्यो ल मारिँदैन कान्छाको पहिला समाप्ति भनेर देखाउन लाग्यो म खै गडेला आप्पो यो त ठुलो छ त यार यो त टन्नै खराब छ खाने हो टोपी स्टाइल फर्के भाइको नि निकाल्नु पऱ्यो कि यहाँ होइन तैँले थाहा छ यो फर्के हेर्न राजेन्द्रको यो राम्रो प्रहार आउँदै आएन त यता हेर्नु समात्छु भनेको त ल मोहन फेरि अर्को त्यही बत्ती बाल्न पाइदियो ए यो त पुरै समातेको हुँयो भने अब हामी अर्को दहमा फेरि पानी काट्न लाग्छौँ र त्यहाँ पानी फाल्न लाग्छौँ यहाँ पनि कति पाउँछ म तपाईँहरूलाई देखाउनेछु ल साथीहरू आज मारेको माछा यति मार्यो लगभग 1.5 केजी जति छ र यो गङ्गटा पनि हामीले समातेका छौँ गङ्गटा पनि हालेर ल्याएछौँ अब आज चाहिँ त्यति धेरै माछा चाहिँ पाएन तर रमाइलो भयो ठिकै छ केही छैन हल्का रमाइलो भयो र एकदमै चिसो खोलाको असला माछा खान पाइने भयो आज यो चाहिँ माछा हो र साथीहरू यो चाहिँ गङ्गटा